नमस्कार। धेरै दिनपछि यो नयाँ भिडियो एउटा बनाउन गइरहेको छु। यो नयाँ लेटर ग्रेडिङ पद्धतिको सहयोगी पुस्तिका नयाँ आएको छ 2079 को। त्यसैको आधारमा बनाएको सफ्टवेयरको एउटा भिडियो बनाएको छु। यो एकदम सजिलो र ग्रेड सिट र ग्रेड लेजर बनाउन एकदम सजिलो तरिका र एकदम फास्ट तरिका हो। तपाईहरु कृपया ध्यान दिएर यो पुरै भिडियो हेर्नु होला, नछुटाइकन। र कति सजिलो छ भन्ने कुरो तपाईं यो भिडियो हेरेपछि नै थाहा हुन्छ। कुरो नलम्ब्याइकन म डाइरेक्ट सफ्टवेयरतिर लाग्छु। कृपया सबैले सब्स्क्राइब, लाइक, शेयर र कमेन्ट चाहिँ अनिवार्य गरिदिनु होला। काम गर्यो कि गरेन, ठीक लाग्यो कि लागेन यो भिडियो। त्यसो भए सुरु गरौँ। हाम्रो यो सफ्टवेयर हो, मेन सफ्टवेयर एक्सेलमा बनाएको छौं र यिनीहरू टेम्प्लेट हुन्। अब जति क्लासको चाहियो त्यसको टेम्प्लेट बनाएको हो। यसमा खासमा के हुन्छ भने हामीले एउटा यो सफ्टवेयरलाई एउटा ग्रेड सिट अथवा ग्रेड लेजर डिजाइन बनाएर दिन्छौं र ठ्याक्क त्यही डिजाइन अनुसारको सबै विद्यार्थीको बनाइदिन्छ एकैचोटीमा, त्यो पनि एकैछिनमा। जस्तो म एउटा टेम्प्लेट बनाएको छु ग्रेड सिट, ठ्याक्क यस्तो मैले ग्रेड सिट एउटा नमुना बनाएको हो। 2079 को अनुसार हो यो। अब सफ्टवेयरले यस्तै रिजल्ट सबै विद्यार्थीको लागि बनाएर दिन्छ। यहाँ हेर्नुस्, एउटा 1 of 1 छ। एउटा टेम्प्लेट बनाएको छु। त्यस्तै अर्को लेजर पनि बनाएको छु। टेक्निकल विषयको पनि यसबाट बनाउन मिल्छ। टेक्निकल जुन स्कुलमा टेक्निकल छ, 9 वटा विषयसम्म भएका हुन्छन् तिनीहरूको र एक्स्ट्रा सब्जेक्ट भएकाहरूको पनि बनाउनु। यो लेजर हो। यो पछि सफ्टवेयर नहुँदा पनि यो अहिलेको रिजल्ट पछि भविष्यमा काम लाग्न सक्छ। त्यतिखेरको लागि यो लेजर बनाएर राख्न सकियो, अथवा स्कुलमा विद्यालयमा रिजल्ट पब्लिस गर्न पनि सजिलो हुन्छ। यो लेजर हो। यो पनि टेम्प्लेट नै हो। हामीलाई यस्तो चाहियो भनेर बनेको सफ्टवेयरलाई। अब यो बन्द गरौँ। टेम्प्लेट त देखाइहाले। अब यो हाम्रो सफ्टवेयर खोलौँ। सफ्टवेयर सुरुचोटि खोल्दैछु म। यो खोल्ने बित्तिकै इनेबल एडिटिङ भन्ने आउँछ भने त्यो अनिवार्य गर्नु होला। कहिलेकाहीँ इनेबल दुईचोटि आउँछ। यहाँ पनि आयो इनेबल कन्टेन्ट, त्यो पनि इनेबल गर्नु होला। र यसमा भएका नाम र नम्बरहरू सब मैले त्यतिकै नमुनाको लागि मात्र इन्ट्री गरेको छु। अब यो पहिला सब्जेक्ट भ्यूमा जाउँ। यसमा सब्जेक्ट सेटिङमा हाम्रो कुन क्लासको सब्जेक्ट सेटिङ गर्दैछ त्यो क्लास यसमा लेख्ने। एउटै क्लासमा धेरै विषय हुन सक्छ। यो धेरै विषय हुँदाखेरि यो सबै क्लास 11 क्लास 7 राखेको हो। यसमा सब्जेक्ट कोड फरक जस्तो कि थ्योरी र प्र्याक्टिकलको, थ्योरी र इन्टर्नलको सब्जेक्ट कोडहरू। टीएच भनेको थ्योरी र आईएन भनेको इन्टर्नल। थ्योरीको यसमा लेख्ने र प्र्याक्टिकलको यसमा लेख्ने। यो अगाडिमा 0 लेख्नलाई हामीले सिंगल इन्भर्टेड कमा लेखेर त्यसपछि लेख्छौं। जस्तो यहाँ हेर्नु, सिंगल इन्भर्टेड कमा अनि 0071 लेख्दाखेरि यो लेखिन्छ। नभए एक्सेलले यो 00 हटाइदिन्छ अगाडिको। अनि विषयको नाम लेख्छौं, थ्योरीको मार्क लेख्छौं, प्र्याक्टिकलको मार्क फुल मार्क लेख्छौं र टोटल यिनीहरूको जोडेर टोटल लेख्छौं। क्रेडिट आवर, थ्योरीको कति क्रेडिट आवर हो, इन्टर्नलको कति क्रेडिट आवर हो र जम्मा क्रेडिट आवर कति हो त्यो लेखेर हामीले सेभ अपडेट गरेपछि यो सब सेभ हुन्छ। जस्तो यहाँ हेर्नु, स्ट्याटसमा देखिन्छ, अपडेटेड देखियो। यदि यसमा कुनै विषय छुटेको छ भने तल लेखेर सेभ एन्ड अपडेट गर्दाखेरि यहाँ न्यू एडेड भनेर देखाउँछ। त्यस्तै कुनै विषय हटाउन मन छ भने डिलिट सब्जेक्टमा गएर यो क्लास मागेपछि क्लासमा 11 र सब्जेक्ट कोड माग्दा यो फर्स्टको थ्योरीको कोड दिएपछि यो डिलिट हुन सक्छ। यति मात्र गरिसकेपछि इन्ट्रीमा जाने। इन्ट्रीमा गएपछि हाम्रो शीर्षक वाइज स्कुल कोड, स्कुल नेम, क्लास, सिम्बल, रजिस्ट्रेसन नम्बर, स्टुडेन्ट्स नेम, डेट अफ बर्थ लेख्दाखेरि
लास्टमा स्पेस दिएर बीएस लेख्नु होला। यो छुटाउँदाखेरि एक्सेलले यसलाई डे मन्थ र इयर फरक पारिदिने हुनाले अलिकति नराम्रो देखिन्छ अथवा नबुझ्ने खालको भइदिन्छ। फादर्स नेम र मदर्स नेम अरू क्लासको लागि हो। क्लास यहाँ अनिवार्य लेख्नु होला। जसको क्लास लेखेको छैन त्यसको रिजल्ट बनाउँदैन सफ्टवेयरले। अब यता सारेर हेरौँ। सब्जेक्ट 1 कोड, सब्जेक्ट 1 3H, सब्जेक्ट 1 IN, सब्जेक्ट 2 कोड, सब्जेक्ट 2 TH, सब्जेक्ट 2 IN। यो भन्नुपर्दा फर्स्ट सब्जेक्टको कोड हो। यो विद्यार्थीले फर्स्टमा कुन सब्जेक्ट लिएछ त्यसको कोड हो। र यो TH भनेको त्यो विद्यार्थीले थ्योरीमा कति मार्क ल्याएछ र इन्टरनलमा कति मार्क ल्याएछ यसमा लेख्ने। त्यस्तै अर्को विषय लिएको होला, अर्को सब्जेक्ट, त्यसको कोड हो र त्यो विषयमा त्यो सब्जेक्टमा थ्योरीमा कति मार्क ल्याएछ र इन्टरनलमा कति मार्क ल्याएछ। त्यस्तै सब्जेक्ट 3 को थ्योरी र इन्टरनलको मार्क्सहरू भर्ने यसमा। यो कोडवाला लाइन यहाँ विद्यार्थीको नाम छ, विवरण छ भने यहाँ यो कोड पनि अनिवार्य लेखिदिनु होला, नभए एरर आउँछ। र यो मार्कमा खाली हुँदा पनि केही फरक पर्दैन, खाली भएपछि 0 मान्दछ यो सफ्टवेयरले। त्यस्तो प्रत्येक कोडवाला यो सबै कोड लाइनमा सब्जेक्ट 4 कोड, सब्जेक्ट 5 कोड यो खाली हुनु भएन। एवं तरिकाले जतिवटा विषय छ त्यतिवटा लेख्ने। टेक्निकल छ भने 7 मा लेख्ने, 8 मा लेख्ने, 9 मा लेख्ने। सबै सब्जेक्ट हुन्छन्, 9 वटासम्म लिएका हुन्छन्। यदि कुनै विद्यार्थीले एक्स्ट्रा सब्जेक्ट लिएको छ भने यो सब्जेक्ट 10 कोड र सब्जेक्ट 10 TH र सब्जेक्ट 10 इन्टर्नलमा गएर राख्ने। यो यसमै राख्नु होला एक्स्ट्रा सब्जेक्टलाई, किनभने यसमा राखेकोलाई एभरेज ग्रेडमा जोड्दैन, यसको ग्रेड मात्र निकाल्छ। यति गरिसकेपछि केही झन्झट छैन, क्रिएटमा क्लिक गर्ने र हामी 11 को मात्र इन्ट्री गरेछौँ। हामी 11 चुज गर्छौँ यहाँबाट, अथवा टाइप गर्दा नि भयो। यो क्रिएट अल गर्दाखेरि सबै विद्यार्थीको क्लास 11 को सबै विद्यार्थीको रिजल्ट बनाइदिन्छ भने यहाँ सिम्बल नम्बर पनि लेखिदियो भने एउटा विद्यार्थीको बनाउँछ। यहाँ हामी ग्रेड सिट मात्र लेखिएछ, यो क्रिएट अल र क्रिएट 1 मात्र हुन्छ, यो हटाउनु पर्छ। यो हामी हटाउँला। यसैले लेजर पनि बनाउँछ, यही बटनले ग्रेड सिट पनि बनाउँछ। यसमा पनि त्यही हो, एउटा बनाउँदा यो र सबैको बनाउँदा यो। यहाँ यसले एक्स्ट्रा लेखिएछ, कन्फ्युज नहुनु होला, यो हामी पछि हटाइदिन्छौँ। क्रिएट अल र क्रिएट 1 मात्र हुन्छ। एकचोटि फेरि भन्छु म, सिलेक्ट क्लास मात्र सिलेक्ट गरेर यसमा क्लिक गर्दाखेरि त्यो क्लासको सबै विद्यार्थीको रिजल्ट बनाइदिन्छ भने सिलेक्ट क्लास गरेर यहाँ सिम्बल नम्बर पनि लेखिदिनु भयो भने त्यो विद्यार्थीको एउटाको मात्र बनाउँछ यसमा क्लिक गर्दा। हामी यहाँ सबैको बनाएर देखाउँ, हेरौँ। यो यस, यो नयाँ सुरुचोटि बनाउँदा इन्ट्री गर्दा यस गर्ने र केही सच्याएको छ भने यस गर्ने, नभए नो गर्दा नि हुन्छ। तर हामी अब केही न केही सच्याएकै हुन्छ, त्यही भएर हामी यस नै गरौँला। यस गरौँ। क्यालकुलेसन गर्दैछ। अघि मैले भनेको थिएँ खाली हुँदाखेरि एरर आउँछ, त्यही एरर आएको हो, खाली नराख्नु होला। अब हामी फेरि क्रिएटमा जान्छौँ र 11 क्रिएट अल यस नै गरौँ, सच्याएको छ। क्यालकुलेसन गऱ्यो, त्यसले अब टेम्प्लेट माग्छ। सिलेक्ट फाइल फर वर्ड टेम्प्लेट अफ सिलेक्टेड क्लास। अब 11 क्लास सिलेक्ट गर्छौँ हामीले, त्यही भएर 11 को टेम्प्लेट हामीले अब लेजर बनाउने कि ग्रेड सिट बनाउने। सो हामी ग्रेड सिट बनाउँछौँ। ग्रेड सिटको हामी टेम्प्लेट चुज गऱ्यौँ, ओके गर्छौँ र यसमा 179 कि कति छ, 100 मोर देन 100 छ, त्यसको यो बनाइरहेछ र केही बेरमै 5 मिनट पनि लाग्दैन, 1-2 मिनट भित्रै बनाइसक्छ यसले। बनिसक्यो, 1 मिनट पनि लाग्न दिएन। ल हेर्नुहोस्, मैले यो अघिको टेम्प्लेट देखाएँ। यो लोगोहरू ब्लर गरिदिएछु, नामहरू त अब नमुना मात्र लिएको हो। हेर्नुहोस्, ब्याकग्राउन्ड पनि छ कति राम्रो। ब्याकग्राउन्डलाई फिका र गाढा बनाउन सकिन्छ, त्यो सेटिङमा छ, त्यो सिकाउँला मैले। हेर्नुहोस्, एउटा विद्यार्थीको, अर्को विद्यार्थीको,
हेर्नु सबैको बनिसकेछ मजाले हेर्नुस् कन्ट्रोल इन गरेर हामी एकचोटि लास्टमा जाने प्रयास गर्छौं यहाँ अहिलेसम्म वर्डले रिडिङ गर्दैछ कतिवटा पेज छ 178 यहाँ हेर्नु यहाँ देखिन्छ 178 अफ 178 अब यी मध्ये हामीलाई कुनै एउटा विद्यार्थीको मात्र प्रिन्ट गर्नु छ भने यो सिम्बल नम्बर त सबै विद्यार्थीको थाहा छ यो सिम्बल नम्बर फाइन्ड गर्ने जस्तो म बिचमा जान्छु अथवा लास्टैमा जाउँ यो लास्टको भन्दा एउटा माथिल्लो विद्यार्थीको यो विद्यार्थी भनेको सुबालिना मिश्रा भन्ने छ यसलाई म एकचोटि माथि लगेर कन्ट्रोल एफ थिच्ने अथवा यहाँ फाइन्डमा गएर क्लिक गर्ने अथवा कन्ट्रोल एफ थिचौँ कन्ट्रोल एफ थिच्दा यहाँ आयो जुन विद्यार्थीको हामीले सिम्बल नम्बर दिन्छौँ सर्चमा त्यो विद्यार्थीको सिम्बल नम्बर त्यो विद्यार्थीको ग्रेड सिट अटोमेटिक भेटिन्छ यहाँ हामीसँग यहाँ समराइज गर्दैछ त्यही भएर देखाउँछ अब आयो हेर्नु सर्चिङ गर आइसक्यो 177 पेजमा छ 177 जना विद्यार्थी थियो भनेला यो सिम्बल नम्बर वाइज फाइन्ड गर्दा नि भयो नाम वाइज फाइन्ड गर्दा नि हुन्छ नाम वाइज फाइन्ड गर्दाखेरि यो फेरि नाम जोड्न नजाँदाखेरि अर्कै भेट्न सक्ने हुन्छ त्यही भएर सिम्बल नम्बर वाइज फाइन्ड गरेर प्रिन्ट गर्न सकियो अब यो बेग्लै अघिको टेम्प्लेट जस्ताको त्यस्तै हुन्छ यो बेग्लै फाइल बन्ने रिपोर्ट बन्ने जस्तो रिपोर्ट जस्तो हुने हुनाले यसलाई सेभ गर्नुपर्छ सेभ गरिएन भने सफ्टवेयरमाबाट पछि फेरि बनाउन मिल्यो नभए यसलाई सेभ गरेर सुरक्षित राख्नुहुन्छ भने सेभमा क्लिक गरेर छुट्टै फाइल बनाएर कतै राख्न सकियो रिपोर्ट भनेर यो लेटर 1 लेटर 2 भन्ने नामले सेभ हुँदै जान्छ तपाईहरु आफ्नो नाम राख्नु होला क्लास 11 2079 अथवा क्लास 7 2079 भनेर मैले तत्कालको लागि डन सेभ गर्छु र एकचोटि मैले फेरि लेजर बनाएर देखाउँछु 11 कक्षाकै अल यस अघि गरेकै थियो कुनै चेन्जेस गरेको छैन विद्यार्थीमा नगर्दा नि हुन्छ यस गर्दा नि हुन्छ यदि चेन्जेस छ भने यस गर्नु होला त्यो कन्फ्युजन छ भने यसै गर्नु होला कुनै कन्फ्युजन छ भने यसै थिच्नु होला हाम्रो लेजर यो टेक्निकलको लेजर हो यसमा 9 वटा सब्जेक्ट आउँछ हामीले यहाँ टेक्निकलको इन्ट्री नै गरेको छैनौं त्यही भएर साधारण लेजर लिन्छौं र हेर्नुस् जादु यहाँ 10 23 छ अब यसले कति बेरमा दिन्छ रिजल्ट दिइसकेको रहेछ त दिइसकेको रहेछ सेकेन्ड पनि लागेन हेर्नु यहाँ अब लेटर्स भन्ने देखिन्छ कि फर्म लेटर्स 1 र रिजल्ट 178 जना विद्यार्थीकै होला यहाँ 178 विद्यार्थीको रिमार्क समेतको छ यो क्लास 11 सिम्बल नम्बर स्टुडेन्ट्स नेम फादर्स नेम मदर्स नेम छ भने यहाँ हामीले एन्ट्री गरेका छैनौं रेजिस्ट्रेसन नम्बर डेट अफ बर्थ सब्जेक्ट कोड थ्योरीको हेडिङ छ यहाँ थ्योरीको कोड थ्योरीको यो क्रेडिट आवर हो त्यो विषयको विद्यार्थीले प्राप्त गरेको ग्रेड पोइन्ट विद्यार्थीको ग्रेड इन्टरनलको पनि कोड त्यसको क्रेडिट आवर अनि प्राप्त गरेको ग्रेड पोइन्ट र ग्रेड अब फाइनलमा यति हुने भयो र यो एभरेज ग्रेड पोइन्ट रिमार्क्समा सी प्लस को सटिस्फ्याक्टरी बी को गुड बी प्लस को भेरी गुड ए को एक्सिलेन्ट
र ए प्लस को के देखाउँछ हेरौँ। ए प्लस कसैको आएको छ कि छैन, आउटस्ट्यान्डिङ होला त्यो मार्क अनुसार हो हेर्नु ए प्लस को। र अर्को कुरो, यदि कुनै विषयमा दुईवटा विषयमा नन ग्रेड आएको छ भने यो ग्रेड निकाल्दैन, किनभने यो हाम्रो सहयोगी पुस्तकमै त्यही भनेको छ, यही अनुसार बनाएको छ। एकचोटि यो पढ्दा नै हुने हो। तपाईहरुले गुगलमा लेटर ग्रेडिङ सहयोगी पुस्तिका 2079 लेख्नु हो भने, लेटर ग्रेडिङ सहयोगी पुस्तिका 2079 मात्र लेख्नु हो भने जति नि आउँछ यो डाउनलोड गरेर हेर्न सकिन्छ। यसलाई पनि रिपोर्ट जस्तै सेभ गर्नुपर्छ बेग्लै, किनभने हाम्रो टेम्प्लेट यसले जस्ट त्यसको कपी मात्र गर्छ र यता अर्को फाइल बनाउँछ। केही झन्झट र केही टेन्सन छैन, हामीले त्यसरी पनि बनाउन सक्छौँ यो रिजल्ट। यसको लागि तर यसको रिक्वायरमेन्ट हुन्छ, कम्प्युटरको रिक्वायरमेन्ट्सहरू हुन्छ। कम्प्युटर भर्सक विन्डोज 10 अथवा विन्डोज 7 मा पनि चल्छ, तर हाम्रो चाहिँ अफिस जुन छ वर्ड एक्सेल जुन भनिन्छ नि त्यो 13 चाहिने हुन्छ। 13 अब सबैको कम्प्युटरमा हुँदैन। त्यो 13 कहाँबाट ल्याउने र कसरी राख्ने भन्ने कुरो म अब सिकाइरहेको छु। अफिस 13 कसरी इन्स्टल गर्ने र हामीसँग भएको अफिस 7 अथवा अफिस 10 अथवा अफिस 16 अदर कसरी हटाउने। सबभन्दा पहिला हटाउनको लागि हामी कन्ट्रोल प्यानलमा जान जरुरी हुन्छ। कन्ट्रोल प्यानलमा जानको लागि किबोर्डमा भएको विन्डोज की र आर के थिच्नु होला। सर्टकट तरिका नै म यहाँ देखाउँछु। म यहाँ किबोर्ड अन स्क्रिन खोल्दै छु। यो किबोर्ड अन स्क्रिन किबोर्ड खोल्नु जरुरी छैन तपाईहरुले। अब मेरो ल्यापटपको अथवा कम्प्युटरको किबोर्ड नदेखिने भएर यहाँ देखाएको यो विन्डोज की यसलाई भनिन्छ, जुन किबोर्डमा हेर्नु होला, र आर की हो। यो विन्डोज को थिचेर एकचोटि आर विन्डोज थिचिराख्ने र आर थिच्ने। त्यसो गर्दाखेरि यो बक्स खुल्छ, रन डायलग बक्स खुल्छ। त्यसमा fwizard.cpl गरेर ओके गरेपछि यो अनइन्स्टल गर्ने पुरानो माइक्रोसफ्ट अफिस जुन छ। माइक्रोसफ्ट अफिस 2030 त मेरो हो, तपाईहरुकोमा 7 हुन सक्छ अथवा 10 हुन सक्छ अथवा 2016 हुन सक्छ। एनीबडी छ भने त्यसलाई क्लिक गरेर अनइन्स्टलमा क्लिक गरेर नेक्स्ट गरेर अनइन्स्टल गर्नु होला। मैले यो गरिन किनभने त्यो चाहिन्छ नै। अनइन्स्टल भइसकेपछि हामीले अफिस 13 यसमा डाउनलोड गर्नुपर्ने हुन्छ र डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ। डाउनलोड गर्नको लागि ब्राउजरमा जानु होला, क्रोम अथवा जुनसुकैमा जाँदा हुन्छ। मलाई सजिलो क्रोम भएकोले क्रोममा गएँ र हाम्रो वेबसाइट ssbweb.com/ssbo इन्टर गर्नु होला। यो वेबसाइटमा धेरै कुरा पुरानै भएकोले यो अपडेट गर्न पर्ने अवस्था आएको छ। अहिले अपडेट गरेको छैन, ओल्ड नै छ। हामी यो लेटर ग्रेडिङमा क्लिक गर्छौं। लेटर ग्रेडिङमा क्लिक गर्ने बित्तिकै यहाँ डाउनलोड अफ 13 भन्ने छ, त्यसमा क्लिक गर्नु होला। अरु केही नहेर्नु होला। अहिले यो सबै अपडेट गरिसकेपछि आफै तपाईहरुकोमा नयाँ खोल्छ। यसमा क्लिक गर्ने बित्तिकै सरी अलिकति रुगा खोकी लागे जस्तो छ मलाई। अब यो डाउनलोड 619 MB को हो। तपाईहरुको नेटको स्पिड, नेटको क्षमताको हिसाबले यो डाउनलोड हुन्छ। अब हेरौँ, यहाँ 2 मिनेट देखाइरहेछ। कति टाइम लाग्छ तपाईहरुलाई? तबसम्म यो वेबसाइट हेरौँ।
हामीले अनलाइन पनि रिजल्ट गरिदिन सक्छौं। सिम्बल नम्बर हालेको सबमिट गर्दाखेरि कङ्ग्रेचुलेसन एभरेज 0.4 अथवा अर्को सिम्बल नम्बर हाल्दाखेरि सरी नट इन द लिस्ट यस्तो अथवा ग्रेड सिटै देखाउने टाइपको पनि हामी बनाउन सक्छौं। यसको लागि पनि हामीलाई सम्पर्क गर्नु होला। कन्ट्याक्ट हाम्रो कन्ट्याक्ट नम्बर खोज्नुहुन्छ भने पाउनुहुन्न। यसमा यो लेट्स च्याट्स भन्ने छ, यसमा यो खोलेर कृपया मेसेज गरिदिनु होला र तपाईँ आफ्नो नाम, नम्बर, ठेगाना र मोबाइल नम्बर पनि हालिदिनु होला, इमेल आइडी पनि हालिदिनु होला, जसले हामी आफै कन्ट्याक्ट गर्छौं। र डाउनलोड हुँदैछ, एकछिन तबसम्म हामी अर्को हेर्छौं। बुक्सहरू पनि छ, बुक्स राख्न पनि सकिन्छ। यसमा तपाईहरुको स्कुलको विद्यालयको कुनै बुक राख्नु पर्ने छ भने राखिदिन्छौँ हामी, भन्नु होला। कन्ट्याक्ट राख्न बाँकी छ। एकैछिन आत्तिनु होला। एकदम इम्पोर्टेन्ट, यो इन्स्टल नगरिकन नहुने चिज हो। र कन्ट्याक्ट नम्बर चाहियो भने हाम्रो यो सफ्टवेयरमै छ, तबसम्म खोलौँ, डाउनलोड हुँदैछ। यो एसएसबीमा जानु होला र सबभन्दा पहिला यहाँ नेम, नम्बर, कन्ट्याक्ट नम्बर त यहाँ छँदैछ, तर यो हामी सफ्टवेयर चाहिँ बेच्नलाई यहाँ राखेको होइन। यसमा एक्टिभेट गर्नुपर्ने हुन्छ। यो तपाईहरुले सिधै चलाउन सक्नुहुन्छ। 5-6 दिन ट्रायल भर्सनमा देखिन्छ। प्रोभिन्स, डिस्ट्रिक्ट, लोकल लेभल, वार्ड नेम, स्कुल नेम, इमेल आइडी र कन्ट्याक्ट नम्बर प्लस नेम यहाँ भर्दिनु होला र सबमिट गरिदिनु होला। यति गरिसकेपछि एक्टिभेट गर्नुपर्ने हुन्छ। एउटा की आउँछ, की आएपछि एक्टिभेटमा गएर यसमा की हालेपछि एक्टिभेट गरेपछि सक्सेस भएपछि सक्सेस हुन्छ, तपाईको एक्टिभेट हुन्छ। डाउनलोड भइसकेछ। अब यसलाई डाउनलोड भएको ठाउँमा गएर हामी हेर्छौं। डाउनलोड भएको फाइल जिप फाइलमा हो। यसलाई एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ। एक्सट्र्याक्ट अल गरिदिनु होला र ओके गरिदिनु होला। यो एक्सट्र्याक्ट गर्नुभन्दा पहिला रिनेम गर्नु होला अफिस 2013 भनेर। नभए यो यत्रो ठुलो नाम कहिलेकाहीँ धेरै फाइलहरू हुँदाखेरि हराउँछ। एक्सट्र्याक्ट भयो। अब ब्याक गरौँ। यही छ, यो फाइल हो। यसलाई अफिस 13 बनाउँदाखेरि यहाँ अफिस 13 लेखिन्थ्यो, जस्ताको त्यस्तै आएको छ। केही फरक परेन। यहाँ अहिले पनि अफिस 13 रिनेम गर्न सक्यो। र यो सेटअपमा गएर डबल क्लिक गरेर नेक्स्ट र इन्स्टलमा क्लिक गर्दा हामी यो सेटअप लिन्छ। यहाँ नेक्स्ट र इन्स्टल भन्ने हुन्छ। नेक्स्ट इन्स्टल र
गर्नुपर्ने हुन्छ। मेरोमा अलरेडी भएकोले एड रिमुभ फिचर भनिरहेछ, यो म केही गर्दिनँ, क्यान्सल गर्छु। तपाईहरु त्यसरी गर्नु होला। र त्यति गरिसकेपछि अपडेट सफ्टवेयरमा इन्स्टल भइसकेपछि सक्सेसफुली भन्छ। जे मेसेजहरु आउँछ त्यसलाई क्रस गर्नु होला, अपडेट नगर्नु होला। अपडेट गरेपछि की माग्न थाल्छ, त्यसले हैरान बनाउँछ। र त्यति गरेपछि हाम्रो यो सफ्टवेयर मजाले चलाउन सकिन्छ। 4 देखि 7 सम्मको अहिलेको यो अनुसार ग्रेड डिजाइन अनुसार यस नो आउँछ। यस नोलाई यस या नो गर्दा नि हुन्छ। यस गर्दाखेरि फेरि फाइलहरु चुज गर्न भन्छ, नो गर्दिउ, टेम्प्लेट हो। यो हाम्रो कोडमा भएको छ। यसलाई मैले तपाईहरुलाई देखाउँछु एकैछिन। यस गरौँ, माग्न थाल्यो। कृपया कस्तो डिजाइन मन छ भन्ने कुरो मात्र हो देखाइदिन्छु। मेलिङ प्रिभ्यू गर्दाखेरि ठ्याक्क यस्तो डिजाइनमा अटोमेटिक नाम, सब्जेक्टको नाम सबै थोक आउँछ कि यो 4 देखि 7 सम्म र 9 को यही डिजाइनमा भनेछन्। लेटर ग्रेडिङ सहीको पुस्तिका 2079 मा 8 को बेग्लै डिजाइन छ। 8 को फर्मेट बेग्लै छ र 11 को बेग्लै छ। जुन 11 कहिले हामी हेरिसक्यौं। हामीले टेक्निकल र नन टेक्निकल सबै बनाउन सक्छौं। एउटै सफ्टवेयरमा जुनसुकै पनि 4 देखि 7 सम्म, 8 को, 9 को र 11 को पनि रिजल्ट बनाउन सक्छौं। एकदम फास्ट र केही टेन्सन छैन। जस्तो चाहियो त्यस्तो टेम्प्लेटमा मोडिफाई गर्दिनु, ठ्याक्क त्यस्तै रिजल्ट बनाएर त्यसले राखिदिन्छ तपाईको हातमा केही सेकेन्डमै। मिनेट त लाग्नै दिँदैन। यदि कम्प्युटर एकदम लास्ट स्लो छ भने 1.5 मिनेट लाग्न सक्छ। र कुनै एरर आएमा हामीलाई सम्पर्क गर्दा हामी यहाँबाट इन्डेक्सबाट हामी सोझै सम्पर्क गरेर तपाईहरुलाई सहयोग गर्न सक्छौं। इन्डेक्स भनेको मैले यहाँबाट तपाईको कम्प्युटर एक्सेस गर्न सक्छु भन्नाले चलाउन सक्छु। तपाईहरुले गुगलबाट इन्डेक्स डाउनलोड गर्न सक्नुहुन्छ र यो जुन नम्बर आउँछ यो नम्बर मलाई दिनुपर्ने हुन्छ। गुगलमा गएर NYDESK इन्डेक्स यहाँ डाउनलोड विन्डोज भनिरहेको छ। डाउनलोडमा क्लिक गर्दा नै हुन्छ। डाउनलोड भएपछि ओपन गर्दाखेरि नम्बर आउँछ। त्यो नम्बर उपलब्ध भएपछि तपाईको कम्प्युटर यहाँबाट चलाउन सक्छु। हस्त यो भिडियो पुरै हेरिदिनु भएकोमा एकदम धेरै धन्यवाद। तपाईहरु बिर्सिनु भयो होला सब्स्क्राइब र शेयर कृपया गरिदिनु होला, जसले गर्दा सबैले सजिलो तरिका थाहा पाउन सकुन् र हेर्न सकुन्।